हेलो साथीहरु, सबैजनालाई नमस्कार। सबैजना सन्चै हुनुहुन्छ भन्ने आशा गरेकी छु। म पनि सन्चै छु। म उठाएर नुहाइ-धुवाइ गरे, मैले भगवानलाई पनि नुहाइ-धुवाइ गरेर पूजा-आजा गरे। त्यसपछि अब बर्सात सुरु भइहाल्यो। पानी टुट्ने सम्भावना हुन्छ, त्यही भएर मैले इटा मिलाएर ड्राम राखेर ड्राम भरे। त्यसपछि बचेको इटा चाहिँ मैले बाहिर फाले। फेरि मैले पुरै छतमा झाडु लगाएँ। फेरि राति हिजो धोएको भाँडाहरू मैले सबै मिलाएँ। त्यसपछि खाना चाहिँ मैले भात दाल राखेँ। त्यसपछि तरकारी थिएन, फेरि म बजार गएँ। बजारबाट मैले पाल्ङोको तरकारी लिएर धोएर काटेर राखेँ। त्यसपछि मैले कडाई राखेँ, खुर्सानी भुटेँ। त्यसपछि मैले तरकारी पकाएपछि खाना चाहिँ मेरो पाकिसक्यो। मैले पसलमा बुढालाई फोन गरेँ, पसलको स्टाफ आउनुभयो, उहाँलाई पनि मैले खाना खुवाएँ। त्यसपछि मैले बुढाको लागि पनि टिफिन पठाएर फेरि मैले आफूले पनि खाएँ। खाइसकेपछि फेरि मैले ग्यास सबै साफ गरेँ। त्यसपछि भाँडा धोएँ। मैले मसिनमा लुगा हालेको थियो, लुगा पनि धोएको थियो। फेरि मैले लुगा निकालेर मैले घाममा हालेँ।